सिस्नो खाँदा के फाइदा हुन्छ अङ्ग्रेजी भाषामा र नेपाली भाषामा भन्ने छु। किनभने बाहिर देशका व्यक्तिहरूले नेपाली भाषा बुझ्दैन। It is a plant of Korea natal leaf found in the hilly region of Nepal. यो नेपालको पहाडी क्षेत्रमा पाइने घरिया सिस्नुको बोट हो। Nettle leaf can be eaten as a vegetable, pickle and tea. It is considered a delicious food for animals and humans. सिस्नुलाई तरकारी, अचार र चियाको रूपमा खान सकिन्छ। यसलाई जनावर र मानिसको लागि स्वादिष्ट खाना मानिन्छ। According to the research of scientists, many minerals like vitamin A, B6, K, protein, carotene, iodine, silicon, calcium, magnesium, iron, fiber are found in nettle leaf. वैज्ञानिकहरूको अनुसन्धान अनुसार भिटामिन ए, B6, के, प्रोटिन, क्यारोटिन, आयोडिन, सिलिकन, क्याल्सियम, म्याग्नेसियम, फलाम, फाइबर जस्ता धेरै खनिजहरू पाइन्छ। Regular consumption of nettle leaf strengthens bones, lower high blood pressure, prevents hair fall and makes it shiny, prevents kidney stones, makes male sperm health, and it has many benefits like sharpening the eyes. सिस्नुको नियमित सेवनले हड्डी बलियो बनाउँछ, उच्च रक्तचाप कम गर्छ, कपाल झर्न रोक्छ र चम्किलो बनाउँछ, मृगौलामा पत्थरी हुनबाट बचाउँछ, पुरुषको शुक्रकिट बनाउन मद्दत गर्छ र आँखा तेजिलो बनाउने जस्ता धेरै फाइदाहरू छन्। In the village, it is also customary to grind the roots of nettle leaf and apply it on dog bite wounds. गाउँमा सिस्नुको जरा पिसेर कुकुरले टोकेको घाउमा लगाउने चलन पनि छ। सिस्नुको